गुमे डाँडा भन्ने ठाउँबाट चाहिँ हामी अहिले यो भिडियो यहाँहरूमाझ प्रस्तुत गर्दैछौँ। हामीसँग हुनुहुन्छ एकजना बुवा हुनुहुन्छ। बुवा नमस्कार। आराम हुनुहुन्छ नि? आराम। कता कता आउनुभयो त आज? काठमाडौँ के को लागि जानु भएको थियो? उपचारको लागि। कस्तो भयो त उपचार? राम्रो केही सुधारहरू आयो नि? अलिअलि हुँदैछ। ए ठिक छ बुवा। अनि त्यसै गरी गुरु हुनुहुन्छ हामीसँग, एकदमै व्यस्त हुनुहुन्छ हाम्रो गुरु। टम्पर दाई पनि हुनुहुन्छ, आन्टी बहिनीहरू। हामी 5-6 जना चाहिँ आज काठमाडौँबाट घर फर्किने क्रममा छौँ। यहाँको चाहिँ एकदमै यो लोभलाग्दो मन छुने दृश्यले गर्दाखेरि भिडियो नखिचिकन घरै पाइएन। हामी चाहिँ यो मूल कोट भन्ने ठाउँमा खाना खाएर अगाडि बढिरहेछौँ। अहिले चाहिँ एकदम विकासको क्रम चाहिँ तीव्र रूपमा अगाडि बढिरहेको छ। पारिपट्टिको रोडलाई निहाल्दा पनि त्यहाँ पिचको कार्यक्रम भइसकेको देखियो, खुसी लाग्यो। र यो केही ठाउँमा चाहिँ डोजरले नै होला सायद त्यहाँ चाहिँ पहिरो गए जस्तो बनाएको छ माटो खनेर, तर त्यो पहिरो गएको चाहिँ होइन रहेछ। रमाइलो छ यो बिपी राजमार्ग, एकदमै नेपालको चाहिँ एकदम उत्कृष्ट नै जस्तो लाग्छ मलाई चाहिँ। तर सायद अरूलाई पनि त्यस्तै लाग्छ भन्ने चाहिँ मैले विश्वास लिएको छु। देख्न सक्नुहुन्छ। तर बाटो हेर्दाखेरि सानो र दुईवटा गाडी आवत जावतमा चाहिँ अलिकति असहज हुन्छ कि जस्तो चाहिँ महसुस हुन्छ। तर गुरुहरूलाई चाहिँ एकदमै सलामै गर्नुपर्छ, किनभने एकदमै सहज तरिकाले उहाँहरूलाई चाहिँ पार गराउनुहुन्छ। मूलपानीको थोरै दृश्य यहाँबाट देखिरहेको छ। मूलकोट खालि मूलपानी भन्दा आउँछ मलाई, नयाँ मान्छे भएर। यतापट्टि हुनुहुन्छ यात्राकै क्रममा। पारिपट्टिका घरधुरीहरू पनि अति नै राम्रो तरिकाले चाहिँ मिलेको छ। तर यहाँ पनि यो गर्मीको समय सिजनमा चाहिँ अति नै धेरै नै गर्मी हुँदो रहेछ जस्तो महसुस भएको छ। हजुर हजुर। ए ती कोइलीका बाटो, पुराना बाटो हो। काठमाडौँबाट फर्किने क्रममा चाहिँ कसैले खाना खाइसकेको र कोही भोकै भएर चाहिँ हतारिएर कुद्दै गरेको दृश्य पनि हामीले यहाँ देख्न सक्छौँ। यो बिपी हाइवेबाट चाहिँ हामी यो प्रसारण गरिरहेका छौँ। बाबाजी अब यो हिँडेरै हलेसी पुग्ने उद्देश्यले चाहिँ बाबाजी हलेसीतर्फ लम्बिँदै यो हरियो कल बगेको कोसी देख्न सक्नुहुन्छ। वास्तवमा भन्नुपर्दाखेरि अति नै सुन्दर दृश्य छ। नाउ टायरमा तर्दैछ। दर्शकबिन हामी चाहिँ यति बेला काठमाडौँबाट चाहिँ फर्किने क्रममा यो रातमाटे भन्ने ठाउँमा हामी आइपुगेका छौँ। यहाँबाट देख्न सकिन्छ उँधोपट्टि एकदमै भिरालो ठाउँ छ। यो चाहिँ एकदमै डेन्जर ठाउँ रहेछ, भिरालो ठाउँ। र यहाँबाट पारिपट्टि हेर्दाखेरि रमाइला दृश्यहरू चाहिँ निहाल्न सकिँदो रहेछ। यहाँबाट काठमाडौँ जाने गाडीहरू गइराखिरहेछन्। पारिपट्टिको दृश्य अति नै मन छुने, लोभलाग्दो।
लोभलाग्दो दृश्य छ। माथिबाट रोड, गाडी माथि अप्ठ्यारो ठाउँमा बसिरहेको अवस्थामा छ, देख्न सक्नुहुन्छ दर्शकबिन। यो राम्रो सुन्दर यति बेला फागुन महिनाको चाहिँ 9 गते, आज फागुन महिनाको 9 गते, तर पानी नपरेर चाहिँ अलिकति त्यति गर्मी फर्किहालेको छैन, ठिक्क छ मौसम यति बेला। गाडी यही हो हामी चढेर आएको गाडी, र एकदमै राम्रो ठाउँ छ। हाम्रो दाइ हुनुहुन्छ टङ्क दाइमा, हजुर दाइ हुनुहुन्छ। दाइ नमस्कार। दाइ नमस्कार, आरामै हुनुहुन्छ? आराम साथ काठमाडौँदेखि आइपुग्यो म सामान हाल्नको लागि, लत्ता कपडाहरू व्यापारको हो। यो चाहिँ दसैँ आए जस्तो हुँदो रहेछ कतिपयलाई। अब एक प्रकारको रमाइलो, साथीभाइ भेटघाट हुने, विदेशदेखि पनि मान्छेहरू आउने, गाउँ टोलटोलमा पनि मान्छेहरू भेट हुने, गफगाफ गर्ने, चिया गफ गर्ने, चौतारीतिर गफगाफ गर्ने, यसले गर्दाखेरि रमाइलो, एक प्रकारको रमाइलो हुँदो रहेछ। यात्रा गराइरहनु भएको छ र पहिले जाँदा पनि एकदमै सोचेको भन्दा राम्रो यात्रा गराउनु पर्यो। अहिले हामी चाहिँ अब खाना खाएर यो रातमाटे ठाउँमा अहिले चैनपुर रातमाटा रहेछ यहाँ, रात डाँडा। गुरु नमस्कार। नमस्कार। हजुर त अब यो बाटो आवत जावत त धेरैचोटि नै गरिसक्नु भएको छ। अब हामीलाई भन्दाखेरि हजुरलाई यो ठाउँको विषयमा चाहिँ हजुरलाई नै धेरै नै जानकारी छ, र अहिलेसम्मको यात्रामा चाहिँ हजुर अलिकति कठिन होइन चुनौती चाहिँ कुन समयमा भयो? यो चाहिँ 2067 सालतिर लगभग यो बाटो सुरु भएको हो। त्यतिखेर खोटाङ जिल्लाबाट पहिलोचोटि यो माधव नेपालले प्रधानमन्त्री हुँदै गर्दाखेरि यो सेन्डिकेट चाहिँ तोडिने खालको घोषणा आएपछि पहिलोचोटि खोटाङ जिल्लाबाट काठमाडौँसम्मको यात्रामा सुरुमा उद्घाटन गरेर आएको थिएँ म। त्यतिखेर चाहिँ यो माथि डाँडामा चढ्दै फेरि तल झर्दै, डाँडामा चढ्दै फेरि तल झर्दै गर्नुपर्ने परिस्थिति थियो। यो बाटो पूर्ण रूपमा सञ्चालन भइरहेको थिएन। पछि बर्खा मासमा चाहिँ धेरै गाह्रो हुन्थ्यो, यहाँ उकालो ओह्रालो उक्लिन र ओर्लिन धेरै गाह्रो हुन्थ्यो। अनि पछि अहिले केही समयपछि चाहिँ यो बाटो सुचारू रूपले सञ्चालन भयो। त्यो सञ्चालन हुनुभन्दा अगाडि यही पर मुलकोट भन्ने ठाउँमा ठुलो दुर्घटना पनि भयो। त्यहाँ चाहिँ छेउमा चाहिँ तपाईँको काठका बारहरूले बारेका बाटाहरू पनि थिए, ओह्रालो सिधा ओह्रालो थियो। त्यो चिप्लेका कारणले गाडी त्यसरी लडेको थियो। अनि 30-40 जना लगभग मान्छेहरूको मृत्यु पनि भयो। पछि यो बाटो सञ्चालन भएपछि त्यति ठुलो घटना अहिलेसम्म घटिरहेको परिस्थिति देखिँदैन। तर बाटो केही साँघुरो लाग्यो मलाई पनि, मेरो 22-25 वर्षको अनुभवमा यतिको राम्रो बाटो भइसकेपछि योभन्दा 1 मिटर जति फराकिलो भइदिएको भए अझै राम्रो हुन्थ्यो। तर अब संरचना अनुसार कसरी बाटो बन्यो, डबल बाटो हो तर ठ्याक्कै डबल मात्रै भयो। अलिकति आसपास एउटा मान्छे हिँड्न सक्ने मात्रै वातावरण बनेको भए अझ राम्रो हुन्थ्यो भन्ने एउटा कुरा। र मेरो अनुभवमा एकदमै राम्रो बाटो भइरहेको छ यतिखेर चाहिँ। तर यो रोसी खोलाले चाहिँ बाटो बगाएर बाटो एकदमै गम्भीर छ। अब बगरबाट हिँड्नुपर्ने परिस्थिति छ। अब पछि बन्दै गयो भने अलिक मजबुत हिसाबले बन्छ कि भन्ने आश पनि छ। यसपालि बर्खामा चाहिँ यो बाटो बन्द हुन्छ जस्तो छ रोसी खोलाको कारणले चाहिँ। र यस्तै छ। अब अहिले चाहिँ म नियमित गाडी यहाँ चलाइरहेको छुइनँ, उतै स्थानीय स्कुलकै गाडी चलाउन थालेको छु। अब विगत धेरै 20-22 वर्षसम्म मैले सेवा गरेँ, प्यासेन्जर बोक्ने ढुवानीका गाडीहरू चलाएँ। र अहिले चाहिँ अलिक अब उमेर पनि खच्किँदो हुँदै गइसकेपछि अहिले आरामदायी स्कुलको गाडी चलाएको छु। र काठमाडौँ यही गाडी चलाउने सिलसिलामा काठमाडौँ गएको थियो यसलाई सर्भिसिङ गर्नको लागि। अनि सर्भिसिङ गरेर फर्किँदैछौँ। हामी यो चैनपुर
भन्ने ठाउँको यो रातडाँडा भन्ने ठाउँमा छौँ आज अहिले र अब हामी दिक्क जाने क्रममा छौँ। सबै ठिकै छ, अलिअलि गर्मी बढ्दो छ, पानी परेको छैन, सुखायामले ढाकेको छ, यतापट्टि सार सबैतिर सुखा देखिन्छ। नि पारिपट्टि रामेछापको बाटो हो, यो रामेछाप जाने चरीकोट जाने बाटो हो। यो बाटो पनि वरिबाट हेर्दा ठिकै देखिन्छ र यता जान्छ। अब यसरी बाटो विकसित भइरहेकै छ, त्यस्तै छ परिस्थिति, यस्तै छ। धन्यवाद उहाँ हाम्रो खोटाङ जिल्लामा सबैभन्दा पहिले चाहिँ गाडी चलाउने आदरणीय गुरु, उहाँले चाहिँ आफ्नो अनुभव बाटोका कस्ता चुनौती आए र अब यसलाई चाहिँ कसरी चाहिँ सहजीकरण गर्दाखेरि चाहिँ राम्रो हुन्छ भन्ने खालको विषयमा उहाँले र केही ठाउँको विषयमा पनि आफ्ना कुराहरू राखिदिनु भयो। उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। नमस्कार। र अर्को भिडियो पनि हामी प्रस्तुत गर्ने नै छौँ आगामी दिनमा। दर्शकबिन भर्खर सुरुवाती चरणमा छु। हजुरहरूले मेरो भिडियोलाई हेरेर मन पराइदिनुहुन्छ भन्ने पनि विश्वास लिएको छु। धन्यवाद। नमस्कार।